नेपाल टेलिकमको प्रिमेड रोमिङ सेवा अब 62 देशमा विस्तार। नेपाल टेलिकमको प्रिमेड रोमिङ सेवा अब 62 देशमा विस्तार गरिएको छ। कम्पनीका अनुसार विभिन्न देशका 89 सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिमेड प्रयोगकर्ताले 62 देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका हुन्। चालु आर्थिक वर्षपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलङ्कामा थप सेवा विस्तार गरिएको जनाएको छ। नेपाल टेलिकमले यसअघि नै अस्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत, युए, सिङ्गापुर लगायतका देशमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ। यस सेवा अन्तर्गत आवाज, डाटा र सन्देश सेवा प्रयोग गर्न सकिन्छ। विदेशमा जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी रहेको कम्पनीले जनाएको छ। प्रिमेड प्रयोगकर्ताका लागि भारतबाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सञ्चालन हुने व्यवस्था छ। भारतमा भने मोबाइलबाट निश्चित कोड डायल गरी सेवा सक्रिय गर्नुपर्छ। पोस्टपेड प्रयोगकर्ताका लागि भने सेवा सञ्चालन गर्न न्यूनतम 5,000 रुपियाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था छ। नेपालमै रहँदा वा विदेश पुगेपछि पनि आवश्यक प्रक्रिया पूरा गरी रोमिङ सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ।